हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानलको नाम चाहिँ अन्ता गले है। आज कति धेरै पछि भिडियो लिएर आएकी छु। सो सरी है, कति त्यो भिडियो लिएर आउन मन लाग्दै पनि कहिले के है, अनि कहिले मेरो मोबाइल बिग्रिने के भएको भएर मैले भिडियो सुट गर्न पाइनँ। सो सरी फर द्याट है। सो आज चाहिँ फाइनली जे जस्तो भए पनि म भिडियो चाहिँ बनाउनै पर्यो भनेर, त्यस्तो साह्रो स्पेसल त के पनि छैन, तै पनि बनाइहाल्नु पर्यो भनेर बनाएको है। यो मेरो मटन करी छ, अनि सलाद छ, काँक्रो, अनि यहाँ दाल छ मिक्सवाला, अनि खाना छ, अनि यो मेरो बेलुकाको डिनर हो है। सो हेर्दै गर्नु होला। सुरु गरेँ गाइस, सुरु गर्नु पर्यो। आज त जसरी पनि गर्नु पर्यो भनेर हतार गर्नु लाग्यो। मिठो छ। हो हजुर, सबै सन्चै हुनुहुन्छ होला है। बिहानै बनाउँछु भनेको थिएँ भिडियो, बिहान चाहिँ खुर्सानी राख्नु बिर्सेछु म।
कति भेराइटी मुकबाङहरु गर्छु भनेर सोच्छु तर प्लान अनुसार केही हुँदैन है त कमेन्ट चाहिँ गर्नु होला है के नयाँ गरौँ के गर्दा हुन्छ तपाईहरुलाई के को भिडियोहरु हेर्न मन छ है प्लिज यसो सल्लाह सुझाव चाहिँ दिनु होला म पनि एकदम कन्फ्युज छु के सधैँ म यस्तो सिम्पल खाएको हेर्दाखेरि हजुरहरुलाई बोर लाग्न सक्छ जस्तो लाग्छ कि मलाई कहिलेले सबै होममेड फुडहरु मात्रै यस्तै मात्रै भिडियोहरु बनिरहेछ नि त मेरो बच्चाहरुसँग है घर पनि बच्चा भने यति Minang. बजारमा चाहिँ सिजन बिनाको चीज पनि खान पाइरहने के त्यो चाहिँ पहिले गाउँमा काँक्रा खानलाई त सिजन कुर्नु पर्थ्यो नि त वर्षमा एकचोटी तर त्यो कुराको चाहिँ छुट्टै स्पेशल चाहिँ हुने तर कसैले खान नपाउने पनि त हुन्छ नि त मेरो दाल हो क्या मुङ दाल रातो दाल के मिसाएको भन्दै छिन्दै नि मम्मीले दाल त्यतिकै पिदिन्छु म चाहिँ खाजा धेरै खाएको थिएँ त्यही भएर चाहिँ फुल भए खाना थपिनँ म Done. ल थ्याङ्क यू फर वाचिङ गाइज मेरो आजको डिनर चाहिँ मैले खाएर सकाएँ है सो सकेसम्म चाहिँ म ग्याप नराखिकन लाइक 2 डेजमा एउटा भिडियो चाहिँ हाल्ने ट्राई चाहिँ गर्छु तर प्रमिस चाहिँ गर्न सक्दिनँ किनकि बिइङ अ मम कहिले के भइरहेको हुन्छ मेरो मनमा भिडियो बनाउनु चाहिँ एकदमै त्यो भइरहेको हुन्छ त्यही पनि यस्तै भइजान्छ के तर यसपालिको चाहिँ एकदमै बढी धेरै नै ग्याप थियो है त्यत्रो ग्याप लिन्छु भनेर मैले सोचेको पनि थिएन तर त्यतिकै भइगयो सो सरी अब चाहिँ सकेसम्म म कन्टिन्युअसली भिडियो हाल्ने कोसिस गर्छु मलाई चाहिँ हजुरहरुको साथ सपोर्टको एकदमै खाँचो छ प्लिज साथ दिनु होला है
मेरो च्यानललाई सब्स्क्राइब गरेर अनि मेरो भिडियोहरूलाई लाइक गरेर अनि के सुधार्नु पर्ने के राम्रो छ भनेर कमेन्टमा लेखेर चाहिँ तपाईहरुले मलाई हेल्प गरिदिनु होला। थ्यांक यू फर वाचिङ। बाई बाई। म अर्को भिडियो लिएर फेरि आउने छु है गाइस। बाई।